हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हाम्रो घरमा श्राद्ध थियो हजुरबाको। सो म अघि भन्दा अलि छिटो उठेर फ्रेस भएर बिहानको कामहरू पूजाहरू गर्न सकेर म तल झर्दा चाहिँ मम्मीले रोटीहरू आधा आधी बनाएर सकिसक्न लाग्नु भएको थियो। अनि मम्मीलाई बाहिर पूजा गर्न बोलाउनु भयो। यहाँ चाहिँ पूजा हुँदै थियो। अनि मम्मी बाहिर पूजा गर्न निस्केपछि म चाहिँ मम्मीलाई पालो दिनलाई रोटी बनाउनतिर लागेँ। आधा आधी चाहिँ रोटी बनिसकेको थियो। त्यसपछि म चाहिँ हल्का भोको रोटीहरू चाहिँ बनाउन लागेँ। यहाँ म रोटी घुमाउँदैछु तर राम्रोसँग घुमिरहेको छैन। अनि यहाँ फुरौला रेडी भइसकेको थियो। अनि यहाँ ठुलो बाबाले चाहिँ पुरी बेलिदिनु भयो। मम्मी चाहिँ पुरी फुलाउँदै हुनुहुन्छ। अनि यता चाहिँ हजुरआमाले के भन्छ पिण्ड बनाउँदै हुनुहुन्छ। अनि मैले चाहिँ यता सब्जीहरू बनाउन लागेँ। अनि त्यसपछि अचार मोल्नलाई रेडी छु। अनि अब सबै काटेर सकेर सब्जी बनाएर सकेँ। अनि त्यसपछि अब सबैकुरो देखाउँदैछु पालो। अनि यहाँ चाहिँ केटाकेटीको सब्जी पहिले बनिसकेको थियो। यसो मैले देखाएको। अनि यो चाहिँ मेरो भाइ हो। अनि उसले चाहिँ म आज कलेज स्कुल जान्न मम्मी है भन्दै भनिरहेको थियो। अनि मम्मीले चाहिँ जानुपर्छ जाऊ भन्नुहुन्छ। तर उसले मानेन लास्टमा जानु चाहिँ। यहाँ पूजा सकिसक्यो। अनि मलाई सबैले पालो टिका लगाइदिँदै हुनुहुन्छ। टिका लगाइदिँदै पैसा दिँदै सबैजनाले चाहिँ मलाई लास्टमा टिका लगाइदिनु भयो। अनि खुट्टा ढोकिदिनु भयो। अनि मैले डेलीलाई यसो राम्रो बनाइदिएको। डेली चाहिँ बाहिर निस्किन लाग्नुमा थियो। सो त्यही भएर अनि हामीले चाहिँ प्रसाद खायौँ। अनि प्रसाद खाइसकेपछि मलाई फेरि ठुलोबाले टिका लगाइदिनु भयो। अनि खुट्टा ढोकिदिनु भयो। अनि मैले आशीर्वाद पनि दिएँ। अनि त्यसपछि यहाँ सबैजनाले खाना लाग्नुभयो। आधा आधी चाहिँ म भिडियो दिन पाएन। अनि अनि सबले खाएर सकेपछि हामी दुईजना आमा छोरीको तल आयो। अनि त्यसपछि हामीले इन्जोय गर्दै मजाले खाना खायौँ। अनि खाना चाहिँ एकदम मिठो थियो। उता चाहिँ ठुलोबाले गफ लगाइराख्नु भयो। हामी चाहिँ गफ सुन्दै खाना खाँदै गऱ्यौँ। अनि उहाँ चाहिँ हाम्रो ठुलो फुपू। अनि त्यसपछि हामी चाहिँ सबैजना चाहिँ मिलेर गफ गरेर बस्यौँ। आजको लागि बाई बाई।